गुड मर्निङ। आज पनि बाँदर रुने हुँदैछ हो। न्यु खोज्नेलाई चाहिँ त्यहीँ ढाल्ने हो भन्दै क्याक्टिस र मोजेङ्ग्रा बोकेको घरको वरिपरि पदिका जस्तो सबैको बिहान बिहान आफ्नो काम। म चाहिँ एक राउन्ड बाँदर हेर्न आएको नि आज पनि। के साह्रो आएको आउनु पनि बाँदर। खै बाटो चाहिँ यस्तो मकैबारी। मकै खानु पनि फाइदा त छैन। रुङ्गी रुङ्गी बाँदर रुङ्गी रुङ्गी बस्दा बस्दा हुन्छ। बाँदर बाँदर नरुँगेको चाहिँ मतलब महिना दिनमा 2 हप्ता त बाँदरै रुँगिन्छ होला हाम्रोतिर। केही फल्यो न्वागी खाने बाँदर, केही फल्यो न्वागी खाने बाँदर। लुक्ने ठाउँ यहाँ, तिनीहरू लुक्ने ठाउँ चाहिँ यहाँ हो। मकैबारी गरम गरम मकै त कस्तो दाम भएछ साला। बाँदरले के साह्रो आएको बाँदरमा चाहिँ। जाडो पनि जाँदैन, बाँदर पनि जाँदैन। आजलाई यति नै। बाँदर हुर्केर अवस्था। हाम्रो त सबसे बेसी पो भएछ त। मर्निङ बाँदर एक राउन्ड डोलेर आएको। बाई बाई। घर पनि बढालेको छुइनँ है मैले चाहिँ। छैन यता त बाँदर।